हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो सानो भिडियोमा। आज चाहिँ हामी घुम्न जान लागेका थियौँ। सुरुको भिडियोको भोइस चाहिँ हटेछ, सो चोकमा रितालाई वेट गरिरहेछौँ। फाइनली आइम फेरि रिसाएर हेर्नु, रिसाएर यस्तो छ। भित्र चाहिँ यस्तो जङ्गल रहेछ। मैले चाहिँ आफै कुनेको बिहाको लागि किनेर 3 लाख गरेर गाइस फेरि चाहिँ धाने मेरो, तर मलाई मनपर्छ। आई लभ माइ सेल्फ। हामी पनि फर्स्ट टाइम भयौँ, दिदी पनि फर्स्ट टाइम हुनुभयो, अलिकति कन्फ्युज भयौँ न। फाइनली हामी आइपुग्यौँ, अब जान्छौँ। ओके, यहाँदेखि जाने बाटो त यस्तो रहेछ, तर हामी कहाँ जान्छौँ थाहा छैन ल। कस्तो राम्रो मौसम छ यताको चाहिँ गाइस। अब यति आएर बस्नु पर्दा जस्तो यसरी हात समातेर को हिँड्छ, उहाँ हिँड्छ। ठाउँ बिर्सेर ठाउँ सोध्दैछन्। ओके, यतै अगाडि जानुपर्ने रहेछ, हामी जाँदैछौँ। न्युरो खोज्न गइरहेछौँ। न्युरो मिसा हिँडिरहेछौँ। यतिटा खालि अगाडि हिँड्छन्, बाटो देखाउने भन्छन्, अघि उल्टो बाटो लगे। फेरि हामीलाई उल्टो बाटो भने यिनीहरूले कहाँ जानु अब प्रभु। हामीलाई उल्टो बाटो लगेको फाइदा गाइज। फेरि अघि गयौँ, कहाँ उल्टो बाटो लाग्यो फेरि। जाम के तिनीहरूलाई कहाँ के गरौँ, म तिनीहरूलाई छोडेर हेर्नु त कहाँ पुग्यान् कठै। हामीलाई अझै हिँड्न बाँकी छ। हामी चाहिँ हिँड्दैछौँ। अरू दिदी हिँड्दै हुनुहुन्छ, कस्तो सिडी त खतरा रहेछ। ओके, त्यसो राम्रो साउन्ड। ओके, कतै यिनीहरू हात छोडेको ल। अघि आएर फोटो खिच्नु, हामीलाई खिचौँ पनि भनेको कि यिनीहरूले के गर्ने हो। छ्या भयो। पाहाडमा आयौँ हामी, कति घन्टा लागेन क्या, 1 घन्टा त। यता आधा घन्टा हिँड्यौँ क्या, आधा घन्टा हिँडेर फाइनली हामी यो ठाउँमा आइपुग्यौँ। हजुर ए हामी पनि छौँ के पछाडि, किन बिर्सेछौ तिमीहरूले? ए हो त ए ओके गाइस, आधा घन्टामा फाइनली पुगिँदो रहेछ। यता फेरि के हो? पानी खसेको छ गुम्बा हो, त्यो थाहा पनि छैन। माथिबाट पानी खसेको छ। ओके, पानी पिनको लागि यहाँ धारा पनि रहेछ। माथिबाट पानी खसेर भिज्न लागिसक्यो। खै आउनु हेरौँ, आइहाल्यो। हो त नि, ए के पनि रहेछ, बनाउँदो रहेछ क्या, त बनाउँदो रहेछ फेरि।